Hey guys, welcome back to my YouTube channel. र आज हामी चाहिँ जाँदैछौँ भ्यागुटे ढुङ्गा चाहिँ हाम्रो गाउँको अलिकति तल छ हो। सो हामी त्यहाँ आज जानेवाला। सो आज चाहिँ मेरो टिममा चाहिँ को पनि छैन। आज प्रणिता पनि छैन, अनुता पनि छैन, को पनि छैन। र मैले चाहिँ मेरो साथीको लागि चाहिँ मेरो सानो भाइहरू, मेरै गाउँको भाइहरू चाहिँ लाँदैछु है। सायद यो भिडियो तपाईँहरूलाई राम्रो लाग्न सक्छ है। र भ्यागुटे ढुङ्गा चाहिँ अहिले चाहिँ अनएक्सप्लोर्ड एउटा जग्गा हो है। हामी चाहिँ सानोमा चाहिँ त्यहाँ पिकनिक खेल्नु जान्थ्यौँ। र आज चाहिँ कति दिन बाद अब घाम लागेर चाहिँ आज हामी जाँदैछौँ। सो स्टे ट्युन गाइज। आज चाहिँ हेभी मजा आइदिने रहेछ है। उहिलेको मेमोरिजहरू लिएर जाँदैछौँ आज हामी भ्यागुटा ढुङ्गे पो अरे ढुङ्गा। बहुत वर्ष बाद जाँदैछु नि म त। वर्ष भइदिएन यहाँ बाटो थियो। र त्यहाँ तलतिर देख्ने चाहिँ भोटे बस्तीहरू हो। माथि सेलेसन कलेज, यता कर्सियङ, टुङ, यता साइड मार्केट स्टपहरू छ अलिक मुनि। र हामी चाहिँ जाँदैछौँ भ्यागुटे ढुङ्गे। बाटो चाहिँ यस्तै छ केटाको। आज चाहिँ पानी नपरेको कारणले गर्दाखेरि चाहिँ यस्तो बाटो हिँड्नु सक्दैछु, नभए त चिप्लेर मर्थ्यो नि भनेर आएको। बाटो चाहिँ यस्तो छ। अर्को बाटो पनि राम्रो थियो तर त्यो बाटो आइन। हामी जङ्गलको बाटो हिँड्ने अरे केटाहरू, हन्टरहरू मात्रै छ केटाहरू हुन्छ यहाँ। हेभी सानो जङ्गल हाम्रो गाउँको। पहिला हामी यहाँनिर आउँथे अलिकति तल पिकनिकहरू खेल्नु। सानोमा डिडिसहरू खेलेको जग्गाहरू यही हो। लुकीचडीहरू खेल्ने जग्गाहरू यही हो सानोको। मेमोरिज ब्याक देन। मान्छेहरू नहिँडेको कारणले गर्दाखेरि चाहिँ सिँढीहरू पनि पुरै यस्तो घाँसहरू उगिसकेछ। यो चाहिँ सबै सिँढीहरू छ। अनएक्सप्लोर्डै हो यो ठाउँ पनि। यो जग्गा चाहिँ एक्चुअली फेमस छ हाम्रो गाउँको लागि मात्रै। तर गाउँले मात्रै चिन्छ यो ढुङ्गा यो छ भनेर चाहिँ हाम्रो गाउँको लागि मात्रै थाहा छ। सो यो युट्युबको थ्रु चाहिँ है म चाहिँ सबलाई देखाउन चाहन्छु हाम्रो गाउँमा पनि यस्तो अद्भुत ढुङ्गाहरू छ भनेर है। र आजको दिन चाहिँ एकदम खास भइरहेको छ है। र भ्यूहरू पनि मजाको देख्दैछ। आज चाहिँ मोटो भ्लग होइन। आज चाहिँ हाम्रो वक थ्रु अ फरेस्ट भइरहेको छ। सो उयो देख्नु हुँदै होला, त्यो चाहिँ हो हाम्रो भ्यागुटे ढुङ्गा। र हामी चाहिँ यहीँ आउँथे है। र हामी चाहिँ भ्यागुटे ढुङ्गाको डाँडमा चढ्न आँटेको। ओके, यो चाहिँ भ्यागुटे ढुङ्गाको डाँडा। अब के गर्नु छैन है। तर म तपाईँहरूलाई यसको हल्का लुक्स देखाउँछु तपाईँहरूलाई कतिको दामी छ भनेर। गाइज यही हो हाम्रो भ्यागुटे ढुङ्गा है। र यहाँनिर नै हामी आउँथे
पिकनिकहरू खेल्नु है त्यो भ्यागुताका ढुङ्गाको त्यो माथिपट्टि बसेर चाहिँ हामी खानाहरू खान्थेँ र यहाँ आएर चाहिँ अब उहिलेको मेमोरिजहरू चाहिँ हल्का आँखामै आयो है र उहिलेको जमानाको अब त्यो यादहरू चाहिँ अब फेरि अब रिकल हुँदाखेरि चाहिँ मजा आइदियो आजको भ्लग्समा चाहिँ र यो सिनेरीहरू पनि तपाईँहरू इन्जोय गर्नुहोस् होला। र हामी अहिले अलिकति तल आएको छौँ है भ्यागुता ढुङ्गादेखिको अलिकति मुनि र यहाँबाट चाहिँ भ्यू एकदम दामी देख्छ र चाहिँ हामी यहाँ भ्यू क्याप्चर गर्न आएको छौँ है र यहाँबाट तपाईँले भ्यूहरू हेर्नुहोस्। उठ्छ एउटा अङ्कल आउँछ नि यहीँपट्टि कुन